मागदियो त घाम छेक्छु भाइलाई हो अहिले भुवाले त्यहाँ पोख्ला भाइ कसरी हाँसिराखेर त बोलाइराखेर पार्यो कालो टोपी छ भने कालो टोपी छ माया गर्यौ कसरी गर्यौ भागिस कहाँ भागिस त्यो भाग्या देखेर यहाँ आइज धेरै ज्ञानी भए मेरी नाति ज्ञानी भए धेरै पढे बाआमाले हो बाँकी के माने बाह्र एकदम पढे एकदम धेरै नकराए रिस पाइतला मुनि दाबेर राखे अनि खालमा नाम निकाले भए अनि चलाक भए अलि ज्ञानी मामुले दिउँ मामुको बिचमा फुपू काइलीले लगाइदिन्छ क्या काइलीले काइली हो हेरौ भाइ हो बाबुले लायो गरी ल्याउ सानो फुपूलाई गरी ल्याउ गयो बुढीको गरी खिद्दैछु धेरै टाढो नभए लोड्छ त्यो त बुवा पनि नभइदिएपछि लगाइदियो तिमी अलि उता सर न लगाइदियो अब लगाइदियो ल फेरि लगाइदियो अब त्यो तिम्रो हातको त्यहाँ खनाउ ल अनि भाइलाई माया गरिदिउ त्यो अब माया गरिदिउ भाइलाई माया गरिदिउ भाइलाई दे चुप्पा गरिदिउ कहाँलाई एउटा गरेर लान्छ अर्को सोख भन्छन् अनि कहाँ गरोस् त माया गरेर लागेला भयो हुन्छ
होइन यहाँ एकचोटि राई दिदी पनि भाइसित आफै त लगाइदिइरहन्छ नि दिदी सपनालाई बुवालाई बस्ने भन त पनि तेरो त्यो भुरीमा चाहिँ देखिया मान्छे देखिया नि बस्ने भन्नु त अहिले मान्छ कि यही बेला यस्तो गर हाम्रो बहिनी धेरै परे भन सानो काहीँ पुग्नु नि भाइ है छोरी मलाई लगाइदेऊ मंगला काले भद्र काले कपालिनी बस खै त मेरो कहाँ फाल्यो दे सो दे सुते श्रीम दशरथे शत्रु शरागवे ऐश्वर्य नवसुपवने मानो के छ जुत्ता जुत्ता छ नारायणी लाठी हान्ने हो त यसलाई जस्तो जात पर्यो ओहो त्यो बाबाले पर्ने चरण सुते श्रीम दशरथे शत्रु शरागवे शत्रु शरागवे आदमी भनेर भनेको छ लेखेको छ हो नि मेरो बस बात आयु दिँदै राख्छु आयु वृद्धि यसो वृद्धि जसो वृद्धि मान्छे जति पाछ त्यति पाछ आयु जरण सुते श्रीम दशरथे शान्त बाले हरधरी सती च कुन्ती सुते विज्ञान यो यस्तो हुने भयो भनेर हुन्छ तैँले आयु जरण सुते श्रीम दशरथे शत्रु शरागवे अब भयो त यहाँ लगाइदिनु भयो तपाईँ हामी एउटै घरका परिवार त नाम निकाल भन्नुहुन्छ क्या उनी जस्तै विज्ञानम दुर्योधनि काले भद्रकाले कपालिनी दुर्गा क्षमा सभा भद्रकाले कपालिनी दुर्गा क्षमा सभा धरती स्वधर्या नवसुपवने शत्रु शरागवे ऐश्वर्य नवसुपमला काले भद्रकाले कपालिनी दुर्गा मंगला काले भद्रकाले कपालिनी दुर्गा क्षमा सभा धरते स्वधा स्वधा नमस्ते भद्रकाली कपालिनी दुर्गा क्षमा सभा धरते ओए मैले तिमीलाई लगाइदिएन नि मैले लगाइदिएन क्षमा सभा धरते सोदा सोदा नमस्ते मधु कैटव विदर्भ्य नाममा मेरो छोराले यो दुर्न सुते एलुट एसीमा भनेर नज भने फेरि जुग पाइन्छ लाइसेन्स निकाल्ने मास्टर खोली बसेर अच्छा लोकसेवा निकाल भनेर धेरै वर्ष भयो हेर कमला तेरो जिन्दगी हो र राम्रो पढ भने मान चातक बाबु ज्ञानी हुन्छन् ठुलो मान्छे बन्छन् धेरै बाबा घर दिनले आइसक्यो कि ऐश्वर्य नमस्तु बलधरे सत्य सकुन्ते सुते धेरै ज्ञानी भए शान्त नवल धेरै छिटो सकुन्ते सुते तिमीले बिस्तारो हुनु जाऊ नि यो 5 पैसा रुपियाँ कसो छ तल उसँग खाना
त्यो ओर्नेवाला हो त्यो मान्नु पर्यो माता भक्ति पिता भक्ति गुरु भक्ति भावना गरे मेरो भन्ने उद्देश्य म त बाबुले जलाइ हेरै बाबुले गाईले भनिदिनु भयो 15-20 सेकेन्ड गरे नि हुन्छ हेरे तिमी छोरा काला हाल्यो